सम्पूर्ण साथीहरुलाई मेरो यस YouTube च्यानलमा स्वागत छ। वेलकम टु माई YouTube च्यानल। आज पनि एउटा नयाँ भिडियोको साथ तपाईहरु उपस्थित भएको छु। आजको भिडियोमा निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र नमुना प्रश्नपत्र 2082 भाग 2 पार्ट 2 लिएर चाहिँ उपस्थित भएको छु। मेरो यस भिडियोलाई चाहिँ लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। ओके साथीहरु, लागौं अब प्रश्नतर्फ। प्रश्न नम्बर 1, नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने हकको व्यवस्था गरेको छ? अप्सन ए प्राथमिक तह, अप्सन बी निम्न माध्यमिक तह, अप्सन सी आधारभूत तह, अप्सन डी माध्यमिक तह। अप्सन सी चाहिँ सही उत्तर रहेको छ, आधारभूत तह। प्रश्न नम्बर 2, पाठ्यपुस्तक के का आधारमा तयार गरिन्छ? अप्सन ए पाठ्यक्रम, अप्सन बी बालकको रुचि, अप्सन सी अभिभावकको रुचि, अप्सन डी समाजको प्राथमिकता र आवश्यकता। अप्सन ए चाहिँ सही उत्तर रहेको छ, पाठ्यक्रम। प्रश्न नम्बर 3, शिक्षण सिकाइलाई व्यावहारिक र उद्देश्यमूलक तथा रोचक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने तलका मध्ये कुन हो? अप्सन ए विषयवस्तु, अप्सन बी कक्षा कोठाको व्यवस्थापन, अप्सन सी शैक्षिक सामग्री, अप्सन डी सिकाइ प्रक्रिया। अप्सन सी चाहिँ सही उत्तर रहेको छ, शैक्षिक सामग्री। प्रश्न नम्बर 4, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन 2071-2063 का आधारमा आधारभूत शिक्षा कक्षा 1-8 का सक्षमताहरू कतिवटा हुने गरी तोकिएको छ? अप्सन ए 8 वटा, अप्सन बी 11 वटा, अप्सन सी 9 वटा, अप्सन डी 10 वटा। अप्सन ए चाहिँ सही उत्तर रहेको छ, 8 वटा। प्रश्न नम्बर 5, स्थानीय विषय र मातृभाषाको व्यवस्था तलका मध्ये कुन तहसम्मको शिक्षामा गरिएको छ? अप्सन ए आधारभूत शिक्षाको कक्षा 1-3, अप्सन बी आधारभूत शिक्षाको कक्षा 4-5, अप्सन सी आधारभूत शिक्षाको कक्षा 1-8, अप्सन डी आधारभूत शिक्षाको कक्षा 6-8। अप्सन सी चाहिँ सही उत्तर रहेको छ, आधारभूत शिक्षाको कक्षा 1-8। प्रश्न नम्बर 6, विद्यालय सुधार योजनाका चरणहरू कतिवटा हुन्छन्? अप्सन ए 10 वटा, अप्सन बी 13 वटा, अप्सन सी 11 वटा, अप्सन डी 12 वटा। अप्सन डी चाहिँ सही उत्तर रहेको छ, 12 वटा। प्रश्न नम्बर 7, गाउँ शिक्षा समितिमा कतिजना सदस्य हुन्छन्? अप्सन ए 5 जना, अप्सन बी 7 जना, अप्सन सी 3 जना, अप्सन डी 11 जना। अप्सन बी चाहिँ सही उत्तर रहेको छ, 7 जना। प्रश्न नम्बर 8, प्रतिक्रियाको सम्भावना बढाउने उत्तेजनालाई ... भनिन्छ? अप्सन ए सम्बलन, अप्सन बी उत्प्रेरणा, अप्सन सी पृष्ठपोषण, अप्सन डी प्रत्यक्षीकरण। अप्सन ए चाहिँ सही उत्तर रहेको छ, सम्बलन। प्रश्न नम्बर 9, आधारभूत प्रौढ साक्षरता शिक्षाको सञ्चालन अवधि साधारणतया कति हुने व्यवस्था छ? अप्सन ए 3 महिना, अप्सन बी 6 महिना, अप्सन सी 1 महिना, अप्सन डी 4 महिना। अप्सन बी चाहिँ सही उत्तर रहेको छ, 6 महिना। प्रश्न नम्बर 10, पहिलो अन्तर्राष्ट्रिय नारी सम्मेलन कहिले र कहाँ भएको थियो? अप्सन ए मेक्सिको 1975, अप्सन बी बेजिङ 1995, अप्सन सी नैरोबी 1985, अप्सन डी कोपनहेगन 1980। अप्सन ए चाहिँ सही उत्तर रहेको छ, मेक्सिको 1975। प्रश्न नम्बर 11, नेपालको संविधान 2072 ले कतिवटा मौलिक हकको व्यवस्था गरेको छ? अप्सन ए 30 वटा, अप्सन बी 31 वटा, अप्सन सी 32 वटा, अप्सन डी 33 वटा। अप्सन बी चाहिँ सही उत्तर रहेको छ, 31 वटा। प्रश्न नम्बर 12, कक्षा कोठामा शिक्षकले शिक्षण प्रक्रिया सञ्चालन गर्नु अघि तलका मध्ये कुन कुरामा बढी जोड दिनुपर्छ? अप्सन ए दैनिक पाठ योजना बनाउन, अप्सन बी कक्षा व्यवस्थापनमा, अप्सन सी विषयवस्तुको अध्यापनमा,
अप्सन डी पाठ्यपुस्तकमा। अप्सन बी चाहिँ सही उत्तर रहेको छ कक्षा व्यवस्थापनमा। प्रश्न नम्बर 13 शिक्षक सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुन नेपाल सरकारको विशिष्ट श्रेणीमा कति वर्ष सेवा गरेको हुनुपर्छ? अप्सन ए 5 वर्ष, अप्सन बी 10 वर्ष, अप्सन सी 7 वर्ष, अप्सन डी 15 वर्ष। अप्सन ए चाहिँ सही उत्तर रहेको छ 5 वर्ष। प्रश्न नम्बर 14 शिक्षक पदमा बढुवा गर्दा नोकरीको ज्येष्ठता बापत प्रति वर्ष कति अङ्क दिने प्रावधान रहेको छ? अप्सन ए प्रति वर्ष 2 अङ्कको दरले बढीमा 20 अङ्क, अप्सन बी प्रति वर्ष 2.5 अङ्कका दरले बढीमा 35 अङ्क, अप्सन सी प्रति वर्ष 2 अङ्कका दरले बढीमा 30 अङ्क, अप्सन डी प्रति वर्ष 4 अङ्कका दरले बढीमा 40 अङ्क। अप्सन बी चाहिँ सही उत्तर रहेको छ प्रति वर्ष 2.5 अङ्कका दरले बढीमा 35 अङ्क। प्रश्न नम्बर 15 स्थानीय र आधुनिक पेसा व्यवसाय र प्रविधिको अवसर र चुनौतीहरूको जानकारी राखी स्वावलम्बी हुने कुन तहको तहगत उद्देश्य हो? अप्सन ए माध्यमिक तह, अप्सन बी आधारभूत तह, अप्सन सी प्राथमिक तह, अप्सन डी उच्च माध्यमिक तह। अप्सन बी चाहिँ सही उत्तर रहेको छ आधारभूत तह। प्रश्न नम्बर 16 ज्ञान सिप प्रविधि र व्यवहारमा परिवर्तन ल्याउने प्रविधिलाई के भनिन्छ? अप्सन ए शिक्षण विधि, अप्सन बी सिपयुक्त प्रविधि, अप्सन सी तालिम, अप्सन डी नवीनतम प्रविधि। अप्सन सी चाहिँ सही उत्तर रहेको छ तालिम। प्रश्न नम्बर 17 अनौपचारिक शिक्षा नीति कहिले स्वीकृत भयो? अप्सन ए विक्रमसम्म 2060, अप्सन बी विक्रमसम्म 2062, अप्सन सी विक्रमसम्म 2063, अप्सन डी विक्रमसम्म 2065। अप्सन सी चाहिँ सही उत्तर रहेको छ विक्रमसम्म 2063। प्रश्न नम्बर 18 विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले कहिले विद्यालय शान्ति क्षेत्र ढाँचा र कार्यान्वयन निर्देशिका स्वीकृत गरेको थियो? अप्सन ए विक्रमसम्म 2068 असार 26, अप्सन बी विक्रमसम्म 2068 असार 27, अप्सन सी विक्रमसम्म 2068 असार 28, अप्सन डी विक्रमसम्म 2068 असार 29। अप्सन ए चाहिँ सही उत्तर रहेको छ विक्रमसम्म 2068 असार 26। प्रश्न नम्बर 19 अनौपचारिक शिक्षा सम्बन्धी कार्यक्रम हेर्ने निकाय कुन हो? अप्सन ए शिक्षा मन्त्रालय, अप्सन बी शिक्षा विभाग, अप्सन सी अनौपचारिक शिक्षा केन्द्र, अप्सन डी जिल्ला शिक्षा कार्यालय। अप्सन सी चाहिँ सही उत्तर रहेको छ अनौपचारिक शिक्षा केन्द्र। प्रश्न नम्बर 20 र आजको अन्तिम प्रश्न नेपालमा बाल अधिकार अन्तर्गत मुख्यतया कुन कुरामा जोड दिएको छ? अप्सन ए बाल बचाउ र बाल विकास, अप्सन बी बाल संरक्षण, अप्सन सी बाल सहभागिता, अप्सन डी माथिका सबै। अप्सन डी चाहिँ सही उत्तर रहेको छ माथिका सबै। ओके साथीहरू यसरी नै आजको भिडियोमा पनि 20 वटा प्रश्न र तिनका उत्तरहरू समेट्ने कोसिस गरेको छु। अवश्य पनि तपाईहरुलाई हेल्पफुल भयो होला भन्ने आशा लिँदै यस भिडियोबाट पनि बिदा हुन चाहन्छु। थ्यांक यू फर वाचिङ माई भिडियो।